मम्मी हजुर अब आज हजुर डेडीको तारिफ गर्छ नि त सुनौँ के तारिफ गर्नु आँखे भुइँ त चिप्लिक्क पारिसकेको छ मेरै कुरा काट्नु छ मेरै खेदो खन्नु छ अनि मैले खुवाइदिनु पर्छ के यस्तो बढेर बाबाले ई काहेला ई खाउन तन्का एथी कढ़ी के गरी पहिले अंडा खियाइली तो हमरा के इतना दुख भेले अभी अब पकोड़ा खियाबी तो का करे के विचार बात वाला के का करे के बिचार विचार बा मुआ के विचार बा पकोड़ा खिया खिया के हमरा केनहु तू भड़खोला में जाक दी तू हां कैसे मुआ मुआ के पिटम का हां तो वो टाइम में अंडा खेली तो अभी पिटाते बाड़ी हम खूब पिटाइते बाड़ी हां अब फिर पकोड़ा खिया के केने ले जाके हमरा घों देबी पानी वो यहाँ तो अड़वा नदी नहीं खे अमेरिका बा हाँ अड़वा नदी नहीं खे हाँ माया करे वाला मुंह बा डेडी हाय हजुर लागि हाँ मम्मीले हाँ के अरे पहिला अन्डा लिएर आएर खुवायो भनिसिन्छ मम्मी त होइन बुढाले सबै ढाँटेका भन्दै रहेछ नि ढाँट्छु नि म ढाँट्छु नभए यस्तै बुकुन्टी बाहुनी 5 फुटे म बिहा गर्थेँ नि बुकुन कस्तो राम्रो हिरो हिरोइन त्यो पनि जागिर ठिटो ट्याक्क पुलिसको ट्याक्क युनिफर्म लगाएको कस्तो चाहिँ पुलिस भने जस्ता कस्ता कस्ता केटीहरू मर्न खोज्थे प्राण सुन्नकै अनि मम्मी लुकेर हेरेको भने नि हजुरलाई लुकेर त पहिले त हेर्न आउँदा चाहिँ हेरे नि पहिले हेरिसके थिए पछि लुकेर हेरेर के गर्नु त ए पहिले हेरिसके त पछि त अब पहिले मन पराइसकेको थिए होइन अन्डा खाइसकेको थिए म बिहा गर्न माग्न आउँदाखेरि लुकेर हेरेपछि दाजुले अब के गर्नु दिन त मन थिएन अब छोरीले मन पराएकी भनेर दाजुले मलाई दिने कुरा गरेका यो त भित्र गएर त डेरी हुन्छ नि म त्यसमा धान हाल्ने क्या डेरीको पछाडि गएर नाच्दै थिएँ अरे सुन्न त मैले पनि सुनेका खुट्टा छम चुरा बजेको तर नाच्दै थियो अरे पछाडि पछि पो भन्छ त सालीहरूले मलाई दिदी कुखुरा छिनेको दिन त हाम्रो दिदी त भित्र नाचेर फुरु आमा आएपछि पर्थ्यो चुप लाग्थ्यो रे आमा बाउ आयो भने आमा गएपछि दिदी बहिनीसँग चाहिँ नाच्थ्यो रे अनि गाउँको मान्छेले भन्दैछन् केटो त एकदम क्युट छ भन्दैछन् है यो त झन् साह्रो फुरु म गएपछि पनि फेरि अर्को नि माग्न आएको थियो अरे कालो न कालो ढिँडे मधे अनि सब गाउँले भाइ तिम्रो घर छिमेकीले त्यो भन्दा त पहिलेकै केटा राम्रो थियो भाइ भन्दै अरे कुन चाहिँले हो भाइ हो र यस्तो अनि मसँग आई छोडिन अनि के गर्नु त मैले राम्रै देखाएको थिएँ मान्छे गुन्टी राम्रै होइछ त कति क्युट होइछ मोटो थियो अहिले त यो के भयो मान्छे बाउ भन्दा आमा राम्रो छन् भन्छन् सबैले भन्न त भन्छ नि अब केटी मान्छेहरूले भन्ला नि उनीहरूलाई अब केटी मिल्छन् अब केटा मान्छेले बाउ राम्रो भन्छन् नेपाली राम्रो छ तेरो अनुहार राम्रो छ नाक यसो सेफ्टी परे त्यो राम्रो छ मेरो हेर राम्रो थियो अहिले पो कपाल गएर तालुले गर्दा आलु फलाइदियो त यो तालुमा कपाल हुँदाखेरि त राम्रो कम त हेन्सम होइछ नि डेडी हाम्रो डेडी कम त हेन्सम होइछ नि हैन राम्रो थियो नि मलाई यसो डेडी साइकलको कुरा गर्छ नि साइकलमा मम्मीले हालेर ल्याउँदाखेरि एक दिन यसलाई हालेर के गर्नु एक फुटकी मान्छे साइकल पछाडि बस्ती साइकल जोल्टिङमा घट्याक्क गर्दै उफ्रेर भुइँ आलिमुनि झरेछ एक दिन साच्चै हो मम्मी त्यो हो नि साथी ससुराली लिएर गएको कलैयाबाट होइन तुरन्त फर्काउनु के गर्नु कि कसो गर्नु गएको थिएँ अनि बाटो त गाउँघरको अप्ठ्यारो हुन्छ नि त पहिलेको कहानी भन्नु पर्दैन साइकलमा पछाडि बसेको सरर लिएर गएको खाल्टोमा खट्याङ गरेर त्यो खसिसके त्यो कहिले आलिमुनि म पर पुग्छु अनि साइकल हल्को लाग्छ अनि यसो पछाडि फर्केर हेर्छु त मान्छे त छैन त ला मान्छे कता गयो अनि फेरि कराउने पनि होइन लडेमा पनि कराउने पनि होइन फेरि लड्यो भनेर फेरि फर्केर जान्छु त उहाँ गएर त आउ त्यो आलिमुनि बाटो मुनि डिल मुनि त्यो माटो खनेको हुन्छ नि बाटोमा हाल्नलाई त्यो खाल्टोमा कुक्लो अनि बोल्ने पनि होइन फेरि बोले त हुन्छ नि ला आज लडेछ भने यसो घुँघटले काटेर घुँघट यसो यहाँ लाउँथ्यो नि म यो त ला साह्रो परेछ कि क्या भने यसले हगी क्या हो भने हेरे हग्न त हगिरहेन अनि उठाएर फेरि बल्ल हालेर अनि लिएर हिँड्ने अनि मलाई सभा भनेको फेरि साइकल जान्ने हो र साइकलले पछि अलिकति समाउँछ नि उता पारेर मलाई साइकलले चलाउनु नहुने अरू बाह्र समाउँछ यी बुढा धेरै बखान गरे साइकल छोड्दिन फेरि थक्सलको बाटो अब डेढले गाडी चढाइदिन्छ हजुर के साइकल अहिले त अब त गाडी नै किन्छु नि गएर ट्याक्क लाएर हिरो त्यस्तै छ हिरो बन्ने खालको